दक्षिण कोरियाले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआई सम्बन्धी कानुन कार्यान्वयन गर्ने पहिलो देश बन्दैछ। यो निर्णयले कोरियामा बसोबास गर्ने आम नागरिकदेखि विदेशी कामदारसम्मलाई असर गर्न सक्छ। यो कानुन के हो र हामीले किन जान्नुपर्छ? आज यही विषयमा कुराकानी गर्दैछु। अहिले एआई धेरै क्षेत्रमा प्रयोग भइरहेको छ, जस्तै कम्पनी, फ्याक्ट्री, मोबाइल एप, बैंक, सीसीटीभी आदि कुराहरूमा प्रयोग भइरहेको छ। यही एआईलाई सुरक्षित र नियन्त्रण गर्नको लागि दक्षिण कोरियाले कानुन ल्याएको हो। दक्षिण कोरिया एआई सम्बन्धी व्यापक कानुन कार्यान्वयन गर्ने विश्वकै पहिलो देश बन्ने भएको छ। फ्रेमवर्क एक्ट अन द डेभलपमेन्ट अफ आर्टिफिशियल इन्टेलिजेन्स आगामी जनवरी 22 देखि लागू हुँदैछ। यद्यपि युरोपेली सङ्घ EU पछि दक्षिण कोरिया दोस्रो देश हो, तर EUले उच्च जोखिमयुक्त एआई सम्बन्धी अधिकांश नियमहरू अगस्त 2026 देखि मात्र लागू गर्ने योजना बनाएकाले कानुन कार्यान्वयनको मामिलामा दक्षिण कोरिया अघि परेको हो। यसअघि सरकारले कानुन कार्यान्वयनको लागि कार्यान्वयन अध्यादेश सार्वजनिक गरिसकेको छ। यसमा एआईले उत्पादन गरेका सामग्रीमा वाटरमार्क राख्नुपर्ने व्यवस्था, मानव जीवन सुरक्षा र आधारभूत अधिकारमा असर पार्न सक्ने एआई प्रणालीको परिभाषा, विदेश स्थित एआई सेवा प्रदायकले स्थानीय प्रतिनिधि नियुक्ति गर्नुपर्ने प्रावधान तथा कानुन उल्लङ्घन गरेमा अधिकतम 3 करोड वोनसम्म जरिवाना गर्ने व्यवस्था समावेश छन्। सरकारको अत्याधिक नियमनले एआई उद्योगको विकासमा बाधा पुग्न सक्ने भन्दै नियमहरूको दायरा सीमित राखिने र व्यवसायलाई अधिकतम स्वायत्तता दिइने स्पष्ट पारेको छ। कानुन लागू भएपछि पनि कम्तीमा 1 वर्षको ग्रेस पिरियड दिने सरकारको योजना छ। संसारभर अहिले एआई धेरै छिटो विकास हुँदै गइरहेको छ, तर यसले डाटा चोरी, गलत निर्णय, कामदारमाथि अन्याय जस्ता समस्या पनि ल्याउन सक्छ। त्यसैले कोरियाले पहिले नै नियम बनाएर एआईलाई नियन्त्रणमा राख्ने नीति लिएको हो। यही कारण कोरिया विश्वकै पहिलो देश बन्दैछ जसले एआई कानुन कार्यान्वयनमा ल्याउँदैछ। अब हामीले के ध्यान दिनुपर्छ भने, हामी कामदार वा सामान्य नागरिकको हैसियतले एआई प्रयोग भएको सिस्टम वा सेवाबारे सचेत रहनुपर्छ। आफ्नो डाटा कसरी प्रयोग भइरहेको छ भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ। हवस् त साथीहरू, यस्तै कोरिया सम्बन्धी नयाँ अपडेट तपाईलाई उपयोगी लाग्छन् भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला भन्दै आजको लागि बिदा चाहन्छु। धन्यवाद।